हेलो एभ्रिवान, शिवा नमस्ते। म क्रिस्टिना राई फ्रम नवज्योति स्कुल एज अ टिचर। सो आज चाहिँ मैले मिनी भ्लग बनाउँछु भन्ने सोच गरेँ अनि मैले सानो सानो क्लिपहरू बनाउँदै पुगेको थिएँ अनि मैले सुरु गरेँ। सो तपाईँहरूले पनि पुरा भिडियो हेरिदिनुहुन्छ भन्ने आशा पनि राखेको छु। सो हाम्रो मर्निङ स्टार्ट भयो फ्रम एसेम्ब्ली। हाम्रो एसेम्ब्ली यसरी नै हुन्छ एभ्रिडे, सबै स्कुलको यस्तै नै हो। एसेम्ब्ली सकेपछि चाहिँ हामी आफ्नो आफ्नो क्लास जानुपर्ने हुन्छ अनि सबैलाई नानीहरूलाई लिएर हामी क्लास गएँ। अनि यो चाहिँ एसकेजी हो, यो एसकेजी ए को चाहिँ म क्लास टिचर। सो नानीहरूसँग क्लास वर्क गराउँदै इन्जोय गर्दै क्लास सक्यो। अनि यो चाहिँ क्लास 4, क्लासमा पनि त्यस्तै भयो। क्लास वर्क सकेपछि टाइम थोरै हुँदाखेरि चाहिँ अनि भिडियोहरू गरिदिन्छु, नानीहरू खुसी पनि हुन्छ फेरि भिडियो गरिदिएपछि। अहिलेको नानीहरू त हो है। अनि क्लासहरू सकेपछि आफ्टर फिनिस्ड हाम्रो टिफिन हुन्छ अनि टिफिन टाइममा फेरि नानीहरू जिस्काउनु पुगेँ क्या म चाहिँ। अनि नानीहरूसँग जिस्किँदै बसिरहेको हुन्छु अनि नानीहरूलाई जिस्काएँ, म पनि खाजा खाने के खाँदैछौ भन्दै। अनि सबै नानीहरूले चाहिँ होममेड खाइरहेको हुन्छ, खुसी लाग्यो। अनि त्यति मध्येमा कोही सेयर गर्नुहुन्छ, कोही सेयर नगर्ने हुन्छ। त्यति मध्येमा चाहिँ ऊ चाहिँ खाजा सेयर गर्दैन पर्चुअल है। अनि यसरी नै हाम्रो टिफिनहरू हुन्छ। अनि मैले सबै नानीहरूलाई जिस्काउँदै गरेर थिएँ। अनि कोही नानी चाहिँ खुसी नै हुन्छ अब भिडियो गर्दै गर्दाखेरि। अनि कोही नानी चाहिँ मिस ब्लग भन्दै हाँस। सो आजको दिन अनि यस्तै भयो। आफ्टर टिफिन ब्याक टु क्लास हुनुपर्ने हुन्छ। अनि अहिलेसम्मको भिडियो कस्तो लाग्यो हेरेर प्रतिक्रिया पनि दिनुहोला। अनि थ्याङ्क यू फर वाचिङ। थ्याङ्क यू।